आएको रहेछ म त धेरै माथि आएको कि त्यही भएर अर्कै कहाँ कहाँ जस्तो लाग्छ बल्ल यो बुलाइयो अब सिधै गयो भने दोकान पुऱ्याउँछ धेरैकै छ त झन्डै 1 किलोमिटर जति छ आएर त्यो करोड बुझ्दै आउने यहाँ राउन्ड लाग्ने क्या त्यो ट्रेनिङ गर्नु 3 राउन्ड लाउँदाखेरि पर्ने जस्तो त यता पनि बनाएछ यहाँ पनि पार्क गर्नु भयो उसले चाहिँ खाली ठाउँलाई युज गर्न चाहिँ खोजेको छ कि खाली खाली युज गरेको मान्छेले अलिकति फोहोर पनि गर्दैन नि त के अरे के भने गार्डनहरू बनाउने रोग रखतले जान्दैन लिइरहेको छ कि राम्रो बालु हाल्ने रहेछ यो देखाएको भएमा दिएर नि अलिक घाँसहरू मिलाने ओइलै गरौँ भनेर बनाइसकेको गर्छु बालु यो चाहिँ भने ग्यास चाहिँ घाँस मिलाउँछ त्यो नहोस् भनेर यो बनाउँछ नि जोड्यो होइन यो ब्लक्स भन्छ सेभिङ ब्लक्स भन्छ मिलेर पनि खोजिरहेको दुई तिनजनाले हजुर के मैले के देखेँ थाहा छ 3-4वटा ब्रान्च खोलेको हजुर ब्याडमिन्टन स्पट पनि बनाएर रहेछ यहाँ अब त्यो सुकुम्बासी छ नि त्यो सुकुम्बासी बस्ती भएको ठाउँमा सबै पार्क बनाउँछ क्या बालेनले त्यो सुकुम्बासी बस्ती भत्काएको छ नि अब सबै पार्क भन्छ त्यहाँ हेर यो पहिला कति नराम्रो थियो नि ख्याल गरेको थिएँ यता आएकै छैन यो रुखहरू ठ्याक्कै हामी म भर्खर त व्यस्त भएको बेलामा रोपेको कि यिनीहरू सबै हो नि यहाँ त्यहाँदेखि निक्लिने छ कि यता हो त यता ऊ हामी त मेरो साथी बस्छ नि त यहाँ एउटा किशोर थापा अनि थाहा छ मलाई यो बाटो हामी हामी यो बाटो थाहा छ ट्रेनिङ गर्नु यो दौडेको हेर्न यो ठुलो भएपछि कस्तो राम्रो हुन्छ
एउटा भिडियो हेरेको थिएँ कबाडीले यो छ नि यो बार लगेर पुरै टनाटन बेचिरहेको कि कबाडीमा लगेर बेच्दैछ निकालेर महानगरपालिकाले उ गरेको थियो समातिर गर्लफ्रेन्ड बनाउँदैनस् गर्लफ्रेन्ड बनाएर घुम्न आउँदैनस् पहिला के करियर बनाउनु पऱ्यो कि अरू काम गर्नु पऱ्यो यहाँसम्म टहरा थियो नि ख्याल गरेको थिएँ यहाँसम्म चाहिँ यो भत्काएर बनाएको यहाँसम्म टहरा यिनीहरूको थियो यो पछि बनाएको कि यो चाहिँ खोला सफा गरिदियो भने अनि यहाँ घरहरू दामी दामी बनाउनु थाल्यो लक्क गरेर क्या मान्छे फरक छेउ हेर्ने जस्तो हुन्छ नि अगाडि त्यहाँ समयतिर जस्तै 10 वर्ष पछाडि 5 वर्षमै राम्रो रहेछ देख्न चाहिँ 5 वर्ष अराउन्डमा खेलगढा चाहिँ उता शङ्खुमुलको त्यहाँको पनि भत्काइदियो शङ्खुमुल पुलको छेउमा त्यहाँको बस्ती सुकुम्बासी बस्तीहरू त्यहाँ होइन कि यहाँ वरर यहाँ शङ्खुमुल पुलकै अगाडिपट्टि शङ्ख पार्कको नजिकै अनि त्यहाँको त सबै त्यो आरसिसी घरै गयो त्यहाँको आरसिसी घरहरू भत्केको थाहा भएन जाम भयो